हेलो हेलो एभ्रिवान। आज भने चाहिँ हामी चाहिँ लाग्दैको फेरि घुम्नु। कतिजना घुम्नु हिँडी भइसक्यो आज म चाहिँ पैसा सकिसक्यो। आज भने चाहिँ बर्दुबाई होइन, कहाँ हो बर्दुबाई जाने हो। अहिले चाहिँ रुमबाट निक्ल्यो हामी। रुमबाट त के भन्नु, क्याम्पबाट यस्तो छ नजर यहाँको चाहिँ। यहाँदेखि चाहिँ अब हामीले बस पक्रिनुपर्छ। अब चाहिँ एकछिनबाट परबाट ल। अहिले भने चाहिँ हामीले ट्याक्सी गरेर पनि लाग्दैको ल। हाम्रो गएको छ होइन, हेन्सम सख्त लन्डा है। अगाडि चाहिँ हाम्रो सिनियर मोस्ट आज्ञा चाहिँ यता बसिरहनु भएको छ फ्रन्ट सिटमा फेरि रिटायरमेन्ट हुनु आँट्यो होइन, सनग्लास लगाएर। अब तपाईँहरूलाई म एकछिन ल। यहाँ चाहिँ फेरि यस्तो हुन्छ हो, अब यति भइसक्यो 2 मिनट भयो चढेको अब कति हुन्छ बिस्तारै हिँड्दै जाउँ ल। मेट्रो स्टेसन आइपुग्यो होइन, स्टेसन होइन, अन प्यासिभ भयो है जग्गा है। के गर्ने अरे त अब तपाईँले मेट्रो क्याच भनेर यस्तो यसै नजारा चाहिँ यहाँको। यहाँ गर्ने रिचार्ज गर्नु ल। मेट्रो स्टेसनको नजारा चाहिँ यस्तो छ होइन। अहिले भर्खरै झऱ्यो हामी। आज हाम्रो आज्ञाले चाहिँ पाडिदिन्छ अरे हौ, घर जान रहेछ क्या क्यान्सल। आज्ञाले पाडिदिने भन्दैछ, के गर्ने अब है। खानु पऱ्यो आज्ञाबाट पार्टी होइन, खाने होइन खानुपर्छ। अहिले भने चाहिँ बल्ल कहाँ पो हो त? यो चाहिँ बर्दुबाई है। एक दुई शब्द के भनिदिनु छ? इन्जोय गर्दैछौँ आज हाम्रो छुट्टीको दिन हो, मजा आउँदैछ। ठिक छ है। यस्तो छ भ्यू चाहिँ यहाँको। हामी बोटमा लाग्यो त पारी। यहाँको भ्यू चाहिँ यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। अहिले चाहिँ हामी यो जग्गालाई के भन्छ? डेरा गोल्ड सपको साइड आइसकेको छ। यहाँ चाहिँ हेभी हुन्छ है सुन। तर म त लान्छु यस्तो सोभिनियरहरू त लानुपर्छ नि हौ, चिनो कसलाई चाहिँ घरमै सजाउनु। यहाँनिर चाहिँ दामी दामी सामानहरू पाउँछ सुन्दैछ कि। तर के गर्नु, छैन दाम गोचीमा, रित्तै घुमाइ हुन्छ के गर्नु। गोल्ड सपको याद त्यस्तो हुन्छ है। हेर्नुहोस् है, सुनहरू चाहिँ हेभी छ। खतरा पाइन्छ यहाँनिर चाहिँ है। गोल्डहरू चाहिँ यस्तो रहेछ है। यो चाहिँ तपाईँहरूले चिन्नुहुन्छ होला होइन, युसुफ भाइको चाहिँ सप हो ल, पर्फ्युम सप। दुबईको एकदमै फेमस एउटा स्पोट हो पर्फ्युम कलेक्सनको चाहिँ। यहाँ चाहिँ तपाईँहरूले नि जस्तो भनेको त्यस्तै तपाईँलाई फ्रेग्रेन्स बनाइदिन्छ होइन। तपाईँहरू चाहिँ ल, मलाई अर्डर गर्नु नि म ल्याइदिन्छु घर। अब भने चाहिँ हामी युसुफ भाइकोबाट होइन, यहाँ चाहिँ पर्फ्युमको कलेक्सन एकदमै दामी हुन्छ। हामी 3जनाको पर्फ्युम चाहिँ यहाँ छ, फेरि किनेन भन्लाई भाइको पर्फ्युम बोकेर लाग्दिएको। हामी चाहिँ हाम्रो गुरुजीले त छ युसुफ भाइ इन द हाउस। कहाँ छ? कञ्चनजङ्घा रेस्टुरेन्ट। नेपाली थोक खाना बनाइरहेको छ, दाहरू पनि छ हो। हेलो हेलो। अहिले भने चाहिँ घुमेर पनि रुममा आइपुग्यो होइन। अब लुगा पनि चेन्ज गऱ्यो, अब चाहिँ फ्रेस हुनुपर्छ। तपाईँहरूलाई म फेरि भेटाउने छु। सिउ बाई बाई, सेवन्ने, नमस्ते।